सञ्जय दत्त दाइले दिन पुरा एकदमै थाक्नु पर्दो रहेछ खनन गर्ने बानी यति बसिसक्यो कि हैन अब आज हाम्रो पाइप तान्ने काम सकिदा त मलाई कस्तो कस्तो लाग्यो टेन्सन लाग्यो हो अब आज त जोडिन्छ नि परसम्म अर्को लट पनि बोकेर अब अर्को स्याटरडेहरु के गर्ने भनेर अब ढुङ्गा बोक्ने हो हैन अब बारी आउँछ ढुङ्गा यो चाहिँ एकदमै खारो उकालो पानी बोकेर ठिक गरेछ मेरको कुरा ध्यान दिएर बाबुले सुने त है मेरो साहबको कुरा सुन्नु पर्छ नि त राम्रो कुरा हैन सुन्यो राम्रो कुरा सुन्यो राम्रो काम गर्ने पनि राम्रो हो अहिले चाहिँ हामी यहाँ पाइप पुर्याएको अवस्था ठाउँमा यहाँ चाहिँ हाम्रो श्रमको आन्दोलन भइरहेको छ पसिना बगाएर यहाँ चाहिँ एकदमै अप्ठ्यारो बाटो छ ला रमेश दाइहरूलाई हेर्नु न टाइम लाग्ने रहेछ है ए के यहाँ खाली छ ए उयो खाली बिस्तारो गर्नु होला लडिन्छ यहाँ हामी अर्को पाइप बोक्नलाई पनि तयारीमा छौँ है दाइ अर्को पाइप पनि बोक्ने तयारी होइन यहाँ चाहिँ पाइप ठाउँमा पुर्याइसकेर अब फेरि अर्को पाइपको लागि यहाँ तान्नको लागि हामी जान तयारीमा छौँ अङ्कलहरूलाई दर पक्रिने बहिनीलाई नपक्र न त छोड्देऊ काम चाहिँ छोड्देऊ न यहाँ चाहिँ हाम्रो गाइजहरू पाइप पुर्याएर रेस्ट गरेको अवस्था कोही पानी खाने खै ओ माइ गॉड कस्तो काम गर्ने बानी यति बसिसक्यो कि हैन त्यही त है कस्तो राम्रो कस्तो राम्रो यो अहिलेको सिजन रहेछ कुन फुल होला यसको नाम त थाहा भएन हौ दाइ नाम हजुर श्रमदान गर्ने बानी यति बारी आउँछ ढुङ्गा बोक्ने हो हाम्रो मोहन दाइ म धनबहादुर भाइ मातृभूमिको काखमा सुत्नु जुन मजा छ त्यो आनन्द महसुस गरेको क्या गलेको बेलामा कहाँ जानुभयो नरेश दाइले यहाँ हाम्रो प्यारी बहिनी ब्युटिफुल बहिनी कहाँ गयो ताराहरू यहाँ हाम्रो कसलाई दिन लागेको त्यो गिफ्ट मलाई हो मलाई त होइन ल ल देऊ त मलाई थ्याङ्क यू बहिनी बहिनीलाई वान थ्याङ्क यहाँ चाहिँ हाम्रो श्रमदाताहरू रमाइलो गरिराख्नु भएको छ पाइप तानिसकेर कोही अब भिडियो बनाउने कोही फोटो खिच्ने कोही आफै रमाउँदै हुनुहुन्छ एकदमै राम्रो उसले त क्राउन पनि लगाइरहेको रहेछ त ऊ क्राउन लाउने रानी चाहिँ कहाँको पाइप सकेको अवस्था हेलो सिस पाइप सकिएछ है सकिएछ हाम्रो पाइप सकेको अवस्था हो भाइ अब सचेत धराने दिदीहरूलाई लास्टै बोक्नु भयो सकिहाल्यो दाजुभाइ त घर गएरै खाना खानु पर्ला जस्तो छ है कति बज्दैछ त 11 मात्रै बज्दैछ 11 बजे
दिनु पर्यो किन लजाको हो झन् यस्तो पाइप तान्न आएको भनेर झन् यस्तो निर्धक्क हुने होइन अन्त नि अनि अहिले कतिचोटि पुर्याइयो त नि ढुङ्गा बोक्नु गयौँ पहिले ट्याङ्कीको लागि गयौँ त्यही त हाम्रो यहाँ बहिनी र दिदी के अरे यहाँ नदेखेको मात्र पो त है कति गरिरहेको छ नि त्यही भएर ल यो मेरो भ्लगमा चाहिँ आज देखिनु पर्छ नमस्कार दाइ बाजे नमस्कार 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 बाबु कतापट्टि बोकेको जोडिन्छ नि ड्रोन झरेर बस्नु फराकिलोमा नाच्नुपर्छ खालि कुकुरकोमा नाच्छौँ हामी यता फराकिलो भएर हो त्यसरी हात हलाउँदा अर्काको नाचमा फुल्छ हातमा आफै नाच्नु परेन हात हलाउँदा अर्काको नाचमा आँखामा फुल्नु त हुँदैन त